ल वी स्टार्टेड ओके पहिला यो कुन बुवा बुवा हो अब हामी नाति र हजुरबुवाको बिचमा एकदम मिठो मिठो गफ गर्छौँ है। आज दिनभरि के गर्यौँ त्यो सबै कुरो हामी यहाँ सम्झिन्छौँ है त है। पापा गएपछि मामु गएपछि बाबुले बाबु आयनले अनि त्यसपछि बाबुको बुवाले हैन के गर्यो हामी गर्छौँ है। पापा गएपछि हामी दुईजना एकछिन खेल्यौँ। बाबु खेल्यो अनि बाबुले के खेल्यो उसले सम्झेर भन्छ अनि मैले के गरेँ म त्यो पनि भन्छु। मैले त अनि आमालाई सहयोग गरेँ। आमा चाहिँ आयनको भाइलाई अभियानलाई चाहिँ के अरे केयर गर्न गइन्। अनि त्यसपछि मैले भान्सामा यताउता सहयोग गरेँ। सहयोग गरिसकेपछि अनि त्यहाँबाट मैले गएर बाबुलाई खेलाएँ। बाबुलाई मैले लिएपछि आमाले खानासाना तयार गरिन्। खाना तयार गरेपछि अनि हामीले खायौँ। पहिला बाबुलाई खुवाएँ। बाबुले खुवाएपछि अनि त्यहाँबाट मैले पनि खाना खाएँ। अनि त्यसपछि आमाले पनि खाइसक्यो। अनि त्यो बिचमा आयनको पापा अफिस गइसकेका थियो। मामु बिहानै अफिस गइसकेकी थिइन्। 4 बजे बिहान हाम्रो लन्चको कुरा गरे। लन्च हामीले सक्यौँ। लन्च सकेपछि अनि आयन र बुवा एकछिन खेल्यौँ। अनि आयन आफै खेल्यो अनि एकछिनमा सुत्यो। अनि त्यहाँबाट म थाकेको थिएँ। अनि म एकछिन आराम गर्छु भनेर भने म आएर नुनु गरेँ। अनि आयन पनि आएर अनि म त एकछिनमा आथ्यो अनि सुतेको अनि आमासँग गट्यो। अनि म त 1 बजे उठ्यो अनि बुवा त ढिलो उठ्यो। अनि होइन 1 बजे होइन 3 बजे उठेको बाबु होइन 1 बजे होइन 3 बजे उठेको 3 बजे अनि 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 म त पानीसँग खेल्थ्यो। उडिसी अनि ब्रेड काको अनि दुध काको अनि कसले ब्रेड कसले बनाइदियो नि बुवाले। अनि अनि म त दुध काको अनि म त फोन हेरेको अनि म त खेलेथ्यो पानीसँग। अनि अब हाफ अन्डा पनि खाएको अनि हाफ अन्डा खाएको अनि फोटो खिच्यो अनि कलर गर्यो अनि सिङ फ्लोट कुरा गर्यो। अनि बुवासँग झगडा गर्यो अनि हामीले गर्दैन हामी अनि हामी मिल्यो सँगै अनि हामी बोल्न मिल्छ सँगै। अनि अनि काट्छ अनि एकछिनमा म त बाहिर गएको अनि बुवा त बाह्र मार गर्यो। अनि एकछिनमा आफ्टरनुनमा रोटी डढ्यो अनि भयो अनि ढोका खोल्यो अनि आमाले स्मोक पालेको यसो भन्छ न अनि हैन आमा पनि आत्तिस्यो म पनि आत्तिएँ। म चाहिँ एकदमै स्याड भएँ। अब के हुन्छ भनेर डराएँ। अनि त्यहाँबाट बुवा त आत्तिएको देखिनँ। बुवाले गएर यताको ढोका खोलिस्यो उताको ढोका पनि खोलिस्यो झ्याल पनि खोलिस्यो गराजको ढोका पनि खोलिस्यो। एकैछिनमा चाहिँ जति पनि एकैछिनमा स्मोक कति थियो कोठा घरभित्र त्यो साइरन बजे। साइरनलाई डिस्टर्ब गर्ने स्मोक सबै बाहिर गयो। अनि त्यहाँबाट चाहिँ बुवाले हामीले ढोका लगायौँ। नथिङ केही पनि प्रब्लम भएन। अनि एकछिनमा अभियान उठ्यो अनि अभियान उठेपछि खेलेथ्यो। अनि खेल्ने बेलामा अझै फोन हेरेथ्यो म। अनि एकछिनमा आमाले रिस्यो भनेको फोन अनि अझै हेरेको अनि बुवाले रिस्यो भनेको अनि अझै हेरेको अनि आमाले रिस्यो भनेको अनि दिएको। अनि अभियान कहाँ पुग्यो अनि म त पछाडि लागेको फेरि कहाँ गएको अभियान। अनि अभियान त कहाँ गएको भुइँमा जान्छ कार्पेटमा जान्छ आगोमा जान्छ कहाँ जान्छ अभियान। अनि
अभियानको अनि एकछिनमा अभियान त बाहिर गयो अनि म अनि आमा अनि म त केले थियो अनि एकछिनमा आयो भित्र अनि फेरि बाहिर गएको अनि भित्र आयो अनि फोटो खिच्यो अनि आफन्त काको अनि एकछिनमा अभियान काट्यो अनि अभियान काको बेलामा एकछिन आमाले मिठो बनाएको अनि अभियान त ज्याम काको अनि एकछिनमा निन्द्रा आयो अनि सुतेछ अब अनि एकछिनमा उठ्छ अभियान अनि पापा आउँछ अनि मामु आउँछ अनि कोरु आउँछ अनि एकछिनमा बुवा त पानी कान्छ अनि म त कप्ट्यो अनि पानी राख्यो अनि लिफ राख्यो अनि टुथपेस्ट राख्यो अनि ब्रस राख्यो अनि धेरै कुरा राख्यो अनि यस्तो गरे अनि एकछिनमा राख्यो अनि त्यहाँ 5 घण्टा अनि बुवा त कुरा भनेको अनि अभियान रोको बेलामा अनि अभियान त मामु अनि पापा त्यति बेला आउँछ 7 बजे अनि एकछिनमा मामु पापा आउँछ अनि म त चप्पटे कान्छु आज अनि यो त मिठो हुन्छ मस्त हो अनि म त यो कान्छु ल सिद्धियो